परमेश्वरलाई धन्यवाद भएको होस्। सम्पूर्ण ख्रीष्टीय अभिवादन। आउनुहोस् आज पनि हामी भजन सङ्ग्रहको पुस्तकबाट भजन नम्बर 118 को 1 29 सम्म हामी पाठ गरौँ। परमप्रभुमा धन्यवाद चढाऊ, किनभने उहाँ भलो हुनुहुन्छ र उहाँको करुणा सदा सर्वदा रहिरहन्छ। इजरायलले भनोस्, उहाँको करुणा सदा सर्वदा रहिरहन्छ। हारूनको वंशले भनोस्, उहाँको करुणा सदा सर्वदा रहिरहन्छ। परमप्रभुको भय मान्नेहरूले भनुन्, उहाँको करुणा सदा सर्वदा रहिरहन्छ। मनको वेदनामा मैले परमप्रभुलाई पुकारे र उहाँले मलाई जवाफ दिनुभयो र मलाई मुक्त गर्नुभयो। परमप्रभु मेरो साथमा हुनुहुन्छ, म भयभीत हुँदिन। मानिसले मलाई के गर्न सक्छ र? परमप्रभु मेरो साथमा हुनुहुन्छ, उहाँ मेरा सहायक हुनुहुन्छ। म मेरा शत्रुहरूलाई विजयको दृष्टिले हेर्नेछु। परमप्रभुको शरण लिनु मानिसहरूमाथि निर्भर गर्नुभन्दा उत्तम हुन्छ। परमप्रभुको शरण लिनु शासकहरूमाथि निर्भर गर्नुभन्दा उत्तम हुन्छ। सबै जातिहरूले मलाई घेरे, तर परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्ट पारे। तिनीहरूले मलाई हरेक दिशाबाट घेरे, तर परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्ट पारे। तिनीहरूले मलाई मौरीहरू झैँ छोपे, तर काँडाहरूका लायक आगो जस्तो शीघ्र निभिगए। परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्ट पारे। म बलपूर्वक पछाडि घचेटिए र लड्न लागेको थिएँ, तर परमप्रभुले मलाई सहायता गर्नुभयो। परमप्रभु मेरो शक्ति र मेरो भजन हुनुहुन्छ र उहाँ मेरो उद्धार हुनुभएको छ। धर्मीहरूका पालमा हर्ष र विजयको गुन्जन हुन्छ। परमप्रभुको दाहिने बाहुले सामर्थ्य काम गरेको छ। परमप्रभुको दाहिने बाहुले उचालिएको छ। परमप्रभुको दाहिने बाहुले सामर्थ्य काम गरेको छ। म मर्दिन, तर जीवित रहनेछु र परमप्रभुले गर्नुभएका कार्यहरूको घोषणा गर्नेछु। परमप्रभुले मलाई कठोरता साथ टाढा दिनुभएको छ, तर उहाँले मलाई मृत्युको वंशमा सुम्पिनु भएको छैन। मेरो निम्ति धार्मिकताका ढोकाहरू खोलिदिनुहोस्। ती भित्र प्रवेश गरेर म परमप्रभुमा धन्यवाद चढाउनेछु। परमप्रभुको ढोका यही हो, भक्तहरू यसभित्र प्रवेश गर्दछन्। तपाईले दिनुभएका मेरा प्रार्थनाहरूका उत्तरका निम्ति म तपाईलाई धन्यवाद दिनेछु। तपाईँ मेरो उद्धार हुनुभएको छ। जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे, त्यही चाहिँ कुनाको शिर ढुङ्गो बन्यो। यो परमप्रभुबाट भएको हो अनि हाम्रो दृष्टिमा आश्चर्यमय छ। आजको दिन परमप्रभुले सिर्जनु भएको हो। यसमा हामी आनन्दित हौँ र रमाउँ। हे परमप्रभु, हामीलाई बचाउनुहोस्। हे परमप्रभु, हामीलाई सफलता दिनुहोस्। परमप्रभुको नाउँमा आउने धन्यको हो। परमप्रभुको भवनबाट हामी तिमीहरूलाई आशीर्वाद दिन्छौँ। परमप्रभु नै परमेश्वर हुनुहुन्छ र उहाँले हामीलाई माथि आफ्नो प्रकाश चम्कन दिनुभएको छ। हातमा स्याउरा लिएर शोभायात्रामा वेदीका सिंहहरूसम्म हर्षसाथ जाउँ। तपाईँ मेरा परमेश्वर हुनुहुन्छ र म तपाईँमा धन्यवाद चढाउनेछु। तपाईँ मेरा परमेश्वर हुनुहुन्छ र म तपाईँलाई उच्च पार्नेछु। परमप्रभुलाई धन्यवाद चढाऊ, किनभने उहाँ भलो हुनुहुन्छ। उहाँको करुणा सदा सर्वदा रहिरहन्छ। यस वचन पढाइ र सुनाइमा सम्पूर्ण जनलाई परमेश्वरले आशिष गर्नुभएको होस्। धन्यवाद। आमेन।